फाइनली अहिले चाहिँ हामी ड्युटीबाट आएर यहाँनिर झालमुरी पार्टी गरिरहेको छ। यहाँनिर हुनुहुन्छ हाम्रो याङ्किला म्याम, यता हुनुहुन्छ हाम्रो जय म्याम, के भन्छ विनिसा गुरुङजी, र यता उहाँको साथी हुनुहुन्छ यता कुन्छु, र यता भानु साथी, र यता पनि हाम्रो साथी हुनुहुन्छ। र आज चाहिँ हामी ड्युटीबाट आएर झालमुरी पार्टी खाइरहेको छ यहाँनिर। आन्टीले प्याज चाहिँ सब्जीको लागि निकाल्यो त्यसो। झालमुरी नि फाइनली रेडी भइसक्यो। अलिकति तिखालाल चाहिँ छैन रहेछ यहाँनिर, त्यो भएर लो खाउन आउने उप कसको वेलकम टु छोचो अरे कसको अनर्स ल्याएको दामी चल्छ नि। कुन चाहिँ दाजु खानु नि को नानी जस्तो देखिरहेको छ त आज त। जाउँ लाग्छ अरूसँग त नानी हो नि, अब सिधा होइन अब के हो भने त अनिलाई के हो किन फाइनली झालमुरी खाएर चाहिँ अब चाहिँ हामी घर जान आँटेको। यो माथिको चाहिँ सिएसटी स्कुल। कता जाने? यहीँनिर जान्छ कि घुम्नु जाने? भानु लाने बोरुङ? कहाँ लाने घुमाउनु? आज चाहिँ सोगाइस भानुजीकोबाट ट्रिट रहेछ हामीलाई। उहाँले चाहिँ हामीलाई चाहिँ घुमाउनु लान्छ। कहाँ लाने? ए लु अब बर्बादै भाषण। र हामी चाहिँ जाँदैछ। र यहाँनिर चाहिँ हाम्रो भानु साथीले कहाँ लानुहुन्छ उहाँले याद छैन? बजारमा कहाँ? झालमुरी खाएर त खायो। फाइनली हाम्रो चाहिँ कन्सल्ट उयो भयो हामी कहाँ जाने भनेर। र भानुले चाहिँ लभडाँडा के चाहिँ हो लभडाँडा लानु रहेछ। केही हुँदैन भानु छैन त्यस्तो अब साट है। हामी फेरि पनि क्यान्सल भयो, जाने भयो क्यान्सल। भानुले क्यान्सल गर्थ्यो नि। जाउँ न हो, जाउँ न भोलितिर मात्रै मिलेर जाउँ न, अलिक किन हतार। ठिकै छ अब म पनि गएर मोमो बनाउनु थाल्छु। 40 रुपियाँ प्लेट खान त आउँछ। फाइनली उहाँहरू चाहिँ यहाँबाट जानुहुन्छ। तपाईँहरू कहाँ छोड्छ नि ल छोड्छु होसियारले जाने है फेरि। तपाईँहरू त एकजना बस्नु बजार होइन ऊ बजारमै चढ्छ। ए उयो जान्छ नि उता फेरि उयो ठस ठस गनाउँदैछ नि भएर फेरि। र यो चाहिँ टुरिस्ट। र फाइनली रिच हामी चाहिँ राबाङ्ला बजार। र एकदमै गाडी अलिक छैन, म ठुलो गाडी किन्नु पर्नेछ है। तपाईँ कहाँ यहीँ झर्नुहुन्छ? कहाँ जानुहुन्छ? यो चाहिँ राबाङ्ला बजार। हुन्छ ओके। सो हामी चाहिँ अब घरतर्फ जाँदैछौँ।